everyone, welcome to my another vlog. अनि आज चाहिँ लाखपतिको चाहिँ हाम्रो चाहिँ पार्ट 3 मा चाहिँ पुग्यो भनौं। आज 3 दिन भयो लगातार हिँडेको चाहिँ हाम्रो लाखपति बाल्यौं भनौं कति 2 त्यस्तै बजा थियो होला। अनि अहिले अझै सकेको छैन के फुलपाती सेलाउने यताउति गर्नै छ आज चाहिँ। त्यही भएर चाहिँ अब चाहिँ म चाहिँ भर्खर अहिले बिहान आउनु हुन्थ्यो। हिजो 3 बजे सुत्या हो। हिजो नभनौँ आजै बिहान 3 बजे सुतेको अनि ठ्याक्कै 6 बजे बिउजे के निन्द्रा पनि पुगेको छैन। चिसोले पुरै उ भएको छ, पेट पनि दुखिरहेछ। हिजो टाइममा खाना पनि नखाएको, ग्यास्ट्रिकले पनि होला। अनि ठ्याक्कै अहिले चाहिँ हाम्रो 9:30 भएको छ। अनि म चाहिँ अहिले जाँदैछु लथ्याङ गर्दै। म यसरी घरमै छ, बर्थडे गयो आउनुलाई अहिले एकछिन आउँछ। अनि यहाँ चाहिँ अझै सुरु भएको छैन क्या हो पूजा त। अनि म चाहिँ यहाँ पुग्नलाई हिजो हामीले चाहिँ सेलहरू हालेर चाहिँ आदि के अरे मान्छेले चाहिँ प्रसाद खुवायौँ। अहिले फेरि आदि अझै बाँकी छ, अब थोरै भ्याइन्छ। आज लास्ट डे हो, पूजा सुरु भइछ। बाजा रेडी अवस्था हुन्छ। म चाहिँ माथि जान्छु अब। म चाहिँ अब माथि जान्छु। हाय हाय हिँड्न कति गाह्रो भयो है। सुके खायो? अलिकति माथि यहाँ चिसो छ, अझ सुकाइदिन्छु म त। हाय 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 कोही हुनुहुन्न, तपाईँलाई देखाउँछु नि त। तपाईँ हिजो देखिनु भएन। आज के हो, के गर्ने आज? आज अब स्याङ्जा गर्ने एकछिनपछि। स्याङ्जा दिदीको आदि अलिकति सुक्नु बाँकी छ। एक पाटो सुरु हुन लाग्छ भर्खर। अब चाहिँ बल्ल बल्ल भ्यायो भनौँ यहाँनिर चाहिँ। अनि फुलपाती सेलाउनु बाँकी छ। हामी चाहिँ यो माथि नै बिजी भयौँ के, खानाहरू खुवाउने यताउति बाहुनलाई। पानी हो त्यो खाऊ। अनि बाहुनलाई रोटी सोटी खुवाउने यताउति गर्नेमै बिजी भयौँ, रोटी हाल्ने यताउति गर्ने। बल्ल बल्ल भ्यायौँ फुलपाती सेलाउन जान भनेर चाहिँ उता गाडी पनि रिजर्भ गर्नुभएको छ। अनि चाहिँ तयारी हुँदैछ, तयारी गर्दै हुनुहुन्छ। अब चाहिँ यहाँ चाहिँ फुलपाती सेलाउन जान लाउनु भयो। अब यहाँ चाहिँ नहुनु भएको कारणले भेरीतिर जान लाउनु भएको छ। अब यहाँ चाहिँ निक्लिनु लाउनु भएको छ के। निक्लिने तरमा सबैजना उता गाडी छ, गाडी रोकिरहेको छ। यहाँनिर बसेर हेर्न पर्यो म चाहिँ। हजुर सोल त छैन, यो फुपूको साइल फुपूको खाँदा। अब तल्दै जान नाच्छौँ।
भिडियो गर्न आएको त
गाडीमा चाहिँ लग्नुहुन्छ अनि कृष्णजी जानुहुन्छ फुलपाती सेलाउनको लागि भेरीमा। गाडी सानो रहेछ अब कतिजना अटाउँछ यता नखिच्छ अनि बर्तालुको फोटो खिच्नु परेन भिडियो बनाउनु परेन हो कि होइन भन्नुहोस् त। यता चाहिँ हाम्रो प्यारे प्यारे भाउजू मन छ फेरि दुईजनाको एकदम भाइरल जोडी छ एकदम भिडियोहरू जान्छ दुईजनाको भ्लगहरू जान्छ कहाँ छ गइरहेछ पार्ट 2 गइसक्यो यो पार्ट 3 हो। बेला बेला फेरि टक्क टुक्कै पनि पर्छ फेरि माया पनि उति नै छ दुईजनाको पार्ट 4 त अब सकियो त आज सकियो नि लिनुहोस् त्यसो भए आज यो पार्ट 3 3 दिन भयो हाल्न लाग्यो उहाँले फोटो खिच्ने भन्यो नि सपना मात्रै भयो। त परगारु हाम्रो सबै हाम्रो फ्यामिलीभरि आज हेर्न लाउनु भयो उहाँहरू भित्र जानु भइसक्यो। लिटल क्युटी पाई अब फुलपाती सेलुन जानु लाउनु भयो भेरीमा। हामी चाहिँ जान्नौँ कि हामी फेरि ढिलो हुन्छ सधैँ हुन्छ फर्किने बेलामा त्यही भएर चाहिँ हामी चाहिँ नजाने भनेर चाहिँ उहाँहरू गएर आउनुहुन्छ हामी चाहिँ फेरि यहाँ घरमा बस्छौँ नि एकछिन। त्यसरी जानु लाग्नुभयो फुलपाती चलाउनुको लागि उता भेरीमा ठ्याक्कै। अनि त्यसपछि यहाँनिर चाहिँ हामी चाहिँ अब यताउति हेर्ने होला पाहुनाहरूलाई जानलाई चाहिँ रेडी भइसक्यो। अनि यति हो अब चाहिँ के अरे अब फुलपाती सेलाउने जान लाउनु भयो। अब चाहिँ पूजा यही सँगसँगै समाप्त भयो 3 दिन भयो। पहिलो दिन चाहिँ हामीले पुरीहरू हाल्यौँ दोस्रो दिन चाहिँ पूजा भयो सेल पनि हाल्यौँ अहिले तेस्रो दिन चाहिँ बल्ल ऊ भयो फुलपाती सेलाउन चाहिँ जान लाउनु भयो। अनि यो सँगसँगै चाहिँ पार्ट 3 पनि सकियो। अनि त्यसो लास्टमा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसपछि यसरी नै चाहिँ सपोर्ट गरिराख्नु होला भन्दै चाहिँ म चाहिँ आजको लागि चाहिँ मेरो भ्लग चाहिँ इन गर्न चाहन्छु। थ्याङ्क यू सो मच बाई बाई।